नमस्ते साथीहरु, आज म तपाईहरुलाई लङ्कु विशाल चोकको यो घर कसरी पुगिन्छ, कहाँ कताबाट जानुपर्छ र यसको मूल्य सहित सम्पूर्ण जानकारी र घर धनीको सीधा सम्पर्क नम्बर समेत दिनेछु। घरमा पुग्नको लागि हामी यो 24 कोटीको अस्पताल रोडबाट 24 कोटी तर्फ जाँदै छौं। यो अगाडि झण्डा देखिएको चोक यो 24 कोटी चोक हो। यहाँबाट हामी दायाँपट्टि गयौं भने राइट साइड दायाँपट्टि गयौं भने नारायण घाट बजार पुगिन्छ, बायाँ साइड लेफ्ट साइड गयौं भने पारस बस पार्क पुगिन्छ। यो भयो चोक, यो 24 कोटी चोक हामी आइपुग्यौं। यो चोकबाट हामी सिधै अगाडि जान्छौं। यता दायाँपट्टि नारायण घाट, यता बायाँपट्टि बस पार्क पारस बस पार्क। अब हामी जान्छौं सिधै, यहाँबाट सिधै लङ्कु तर्फ जान्छौं। लङ्कुतिर यहाँबाट जाँदाखेरि हामी यो 24 कोटीलाई पार गरेर पारीपट्टि गएर है यो हामी चाहिँ भरतपुर अस्पताल रोडपट्टिबाट आउँदाखेरि यो बाटो पार गरेर अब हामी जाँदै छौं लङ्कु तर्फ। लङ्कु विशाल चोक पुग्छौं। विशाल चोकसम्म यहाँबाट ठ्याक्क 3 किलोमिटर छ। हाम्रो यो बाटोको दायाँपट्टि भरतपुर ब्यारेक पर्यो, बायाँपट्टि भरतपुर एयरपोर्ट पर्यो। यो बायाँपट्टिको एयरपोर्ट हो। अब हामी यहाँबाट सिधा जान्छौं लङ्कु तर्फ। यो एयरपोर्टको एरिया सकेपछि फेरि यो एयरपोर्टकै इन्डमा लेफ्ट साइड लाग्यो भने हामी फेरि हाकिम चोक नै पुग्छौं। यहाँबाट हामी सिधै जान्छौं। अर्को त्रिचोक आउँछ, यसलाई त्रिचोक भन्छ। यो चोकबाट हामी सिधै गयौं भने क्यान्सर हस्पिटल पुग्छौं। हामी दायाँपट्टि लाग्छौं। अब यहाँबाट राइट लाग्छौं दायाँपट्टि। सिधै गयो भने क्यान्सर हस्पिटल कृष्णपुरतिर पुगिन्छ भने अब हामी लाग्यौं दायाँपट्टि लङ्कु साइडतिर पुग्यौं। यहाँबाट पनि अर्को दायाँमा जाने बाटो छ, त्यहाँबाट फेरि नारायण घाट निस्किन्छ। हामी चाहिँ सिधै जान्छौं लङ्कु साइडतिर है। यहाँबाट अब हामी लाग्यौं लङ्कुतिर। हेर्दै जानुस् है त लङ्कुतिर। म ठ्याक्कै घरमै पुर्याउँछु र सजिलोसँग लोकेसन म तपाईहरु एक्लै आउँदा पनि आइपुग्ने गरी नसोधिकन सिधै घरमा पुग्ने तरिकाले म बताउँछु बाटो। तपाईहरु राम्रोसँग ध्यान दिएर हेर्नुस् है। यो कटेरोपाटी प्यालेस। योबाट अगाडि गएपछि अगाडि आउँछ धर्मचोक। यो धर्मचोकबाट दायाँ गयो भने नारायण घाटै पुगिन्छ र बायाँ गयो भने रामपुरतिर पुगिन्छ। यो रह्यो धर्मचोक। यो धर्मचोकबाट पनि यता दायाँपट्टि नारायण घाट, बायाँपट्टि यतापट्टि रामपुर। अब हामी सिधै जान्छौं। यसलाई धर्मपथ भन्छ, यो बाटोलाई धर्मपथ भन्छ। यहाँबाट पनि अब हामी सिधै जान्छौं। यहाँबाट अब 2 किलोमिटर जति अगाडि जानुपर्छ घरमा पुग्नलाई। यो चाहिँ आइपुग्यो हामी फन पार्क चोक। यता दायाँपट्टि साइडमा फन पार्क छ, जेम्स ओल्ड। यो फन पार्क चोक हो। अब यहाँबाट पनि अब हामी अगाडि जान्छौं। यहाँबाट चाहिँ धेरै छैन है। यहाँबाट अब आइपुग्न लाग्यो, हेर्दै गर्नुस् है त। यहाँबाट नजिकै छ। पेटीका सबै बाहिर भएका हुनाले उनी एक्लै मात्रै भएर घर बेच्न खोज्नु भएको छ। एक्लै ठुलो घर भयो भनेर घर बलियो छ। घर राम्रोसँग सबै देखाउँछु, हेर्नु होला। आइपुग्न लाग्यो।
यो जेम्सबाट अलिकति अगाडि गएपछि जेम्स ओल्ड त्यो स्विमिङहरू गर्ने भएको बच्चाहरू खेल्ने ठाउँ भएको जेम्स ओल्डबाट अब अलिकति अगाडि विशाल चोक आउँछ। विशाल चोक है, अब अगाडिपट्टि यो विशाल चोक आइपुग्न लाग्यो। विशाल चोक कटेपछि राइट साइडको तेस्रो घर बिक्रीको घर है। यो आइपुग्यौँ हामी विशाल चोक, लङ्कुको विशाल चोक है। यहाँबाट पनि हामी अगाडि सिधा जान्छौँ। यहाँबाट अलिकति अगाडि गएपछि राइट साइडमा है, दक्षिण मोडा भएको राइट साइडमा धेरै जानु पर्दैन। हो यही ठ्याक्कै यो पहेँलो घर। हामी यो ठ्याक्क घरमा आइपुग्यौँ। यो मिलन खाजा घर लेखेको यो घरभन्दा सँगै जोडिएको उतापट्टिको हो यो घर हो। यो पहेँलो कलरको यो घर हो। अगाडि गाडी राखिएको छ। यतापट्टि एउटा सटर प्लस दुईटा कोठा छ। यो सटर छ, सटर पनि ठुलो साइजको छ। एउटा सँगै जोडिएको यो कोठा छ। यो कोठा सँगै अर्को कोठा पनि छ। यो खाद्यान्न होलसेलहरू मिलहरू गर्न मिल्ने खालको। यो पछाडिपट्टिको कोठालाई यता पछाडिबाट छुट्टै भाडामा दिन पनि मिल्छ। यो पछाडिपट्टिको कोठालाई पार्टिसन गरेर छुट्टै यो ढोका बन्द गरेर छुट्टै भाडामा दिन पनि मिल्छ। यो मात्रै कोठा भने सटर प्लस त्यो सटरसँगै पछाडिको कोठा पनि दिन मिल्छ, चिन्टे पनि दिन मिल्छ। यो चाहिँ साइडको गल्ली, सटरभन्दा साइडको गल्ली है। म अगाडिसम्म गएर देखाएँ तपाईँहरूलाई। यो गेट भयो। अघि म छिरेको थिएँ यो सटरबाट, यो साइडको गल्ली। यसको पुरा मोडा, यो जग्गाको पुरा मोडा चाहिँ 18 फिट हो। यो साइडमा मजाले बाइकहरू छिर्ने, मोटरसाइकल आरामसँग छिर्ने 5 फिटको गल्ली छ। 5 साढे 5 यता आएपछि 6 फिट छ। मुखमा चाहिँ 5 फिट छ। अब यो पछाडिपट्टि यतापट्टि 4वटा कोठा छ। ठुला ठुला कोठा छ। अहिले चाहिँ कोठा देखाउन मिलेन किनभने यो रेन्टमा गएको छ। 4वटा कोठा छ, ठुल्ठुलो कोठा छ। यो पछाडिको भाग, यो कम्पाउन्ड गरेको यो जुन तार वाल लगाएको छ, यो पछाडि यो मेवाको बुट यो रुख भएको सम्मदेखि लिएर यो वाल लगाएको, यो सबै यो पछाडिको त्यो अन्तिमसम्म यहाँसम्म पर्छ। यो पोल जुन छ तारको पोल त्योसम्म पर्छ। यतापट्टि साइडमा यो ग्रिल लगाएको यो सबै हो। अब जाउँ माथिपट्टि। यतापट्टि 4वटा यो तलको कोठाहरूको लागि यहाँ टोयलेट बाथरुम, 2टा टोयलेट सेपरेट छ तल र एउटा बाथरुम। त्यो पनि राम्रो व्यवस्थित छ बाथरुम टोयलेट पनि। यो भयो बाथरुम, राम्रो टाइलहरू लगाएको राम्रो बाथरुम छ। यतापट्टि टोयलेट छ। टोयलेट यो ताला लगाएको पनि टोयलेट नै हो। अब यहाँबाट माथि गएपछि माथि चाहिँ आफू बस्नको लागि राम्रो व्यवस्था भएको अथवा एउटा फ्ल्याट, राम्रो फ्ल्याट भाडामै दिन मिल्ने छ। यो ग्यासको सिलिन्डर यहाँ राखिएको छ। अब यहाँबाट छिरेपछि यो छिर्दा छिर्दै डाइनिङ हल जस्तो, यतापट्टि बेसिन, यतापट्टि एटेच टोयलेट बाथरुम, यो एटेच टोयलेट बाथरुम भयो। यतापट्टि किचन, यो सँगै यतापट्टि किचन छ। किचन पनि मोडुलर राम्रो छ, पुरै फिटिङहरू भइसकेको छ। अब यहाँबाट यो डाइनिङलाई यता यो किचनसँगै डाइनिङ लिएर आएर यहाँ राखेर उतापट्टिलाई सिटिङ रुम जस्तो बनाए नि हुन्छ। अहिले अब यहाँ एकजना मात्रै बस्नुहुन्छ, त्यस कारणले यसरी बस्नुभएको छ। आफ्नो तरिकाले फर्निचर मिलाउन मिल्छ। यतापट्टि फेरि ठुलो साइजको यो फुल साइजको एउटा रुम छ। यो बेडरुम भनौँ यसलाई। यो रुम 18 बाई यो 18 त वाइड नै भइहाल्यो, 18 बाई 18 कै होला, धेरै ठुलो छ। यो हल, यो डाइनिङ हल किचन पनि वाइड त 18 फिटै भयो। तल चाहिँ गल्ली राख्नु परेको भएर अलिकति 5 फिट घटेर सटर चाहिँ 18 मा 5 घटेपछि 13 फिटको सटर भयो। यो पछाडिपट्टिको भाग घरबाट यस्तो देखिन्छ। पछाडिको रुखसम्म भयो जग्गा। यहाँ तल यो तलको यो 4वटा कोठा जुन थियो
घर अगाडि सटर भएको घरभन्दा पछाडिपट्टिको 4वटा रुमको पछाडिको रुममाथि यो स्टोर पनि रहेछ र यो हुनाले चाहिँ के हुन्छ भने तलको रुममा चाहिँ यो गर्मी हुँदैन। तलको 4वटा रुममा माथि छन चाहिँ जस्ता लगाएको छ, तर जस्ता लगाए पनि यसरी पार्टिसन गरेर तल यो काठ हाल्नुभएको रहेछ उहाँले, पुरै यस्तो फलेक ठोक्नु भएको रहेछ। यो भएपछि तल गर्मी हुँदैन। घर यही नै हो, माथि पनि जस्ता नै लगाइएको छ तर ट्रस जस्ता छ अनि भित्रबाट जिप्सन राम्रोसँग लगाएर एसी सबै लगाइएको घर छ। हेर्नु होला, मन परेमा तुरुन्त फोन गर्नुहोस्। घर राम्रो छ, तपाईहरुलाई मन पर्यो भने तुरुन्तै कल गर्नु होला। घरको मूल्य म भन्छु, यो 52 फिटको बाटोमा यो गाडी निस्किँदै गरेको घर, यो सद्गुरु ड्राइभिङ इन्स्टिच्युट लेखेको यो घर जुन छ, यो ड्राइभिङ इन्स्टिच्युटको अफिस थियो पहिला यो तल सटरमा। अहिले चाहिँ उनीहरूले सारे यो यातायात नजिकै यो पछाडिसम्मको 1 कट्ठा ट्याक्कै 1 कट्ठा जग्गा हो। 18 फिट मोहडा भएको यो घर हो। यो बाटो 52 फिट छ। रामपुर शारदानगर यता जाने यो हाइवे भइहाल्यो, यो ठुलो बाटो हो। यो जग्गा तपाईहरुले, यो घर जग्गा तपाईहरुले ठ्याक्कै पाउने मूल्य अहिलेको घटेको मूल्यमा तपाईहरुले 1,70,00,000 रुपैयाँ हाल्नुभयो भने पाउनुहुन्छ। र त्यसमा पनि तपाईहरुको कतै जग्गा छ, आफ्नो जग्गा छ भने, अलिकति मूल्यको जग्गा छ, बाँकी पैसा म दिन्छु भन्नुहुन्छ भने, अथवा तपाईको इन्कम सोर्स राम्रो छ भने ब्याङ्किङ प्रोसेस गरेर म किस्ता गरेर तिर्छु, बाँकी पैसा यति दिन्छु, मेरो यो इन्कम सोर्स छ भन्नुहुन्छ भने त्यो ब्याङ्किङको लागि पनि हामी पहल गरिदिन्छौँ। त्यसको लागि सम्पर्क गर्नु होला। यो घर हो, घर यही भइहाल्यो, यो हाइवे भइहाल्यो, यो हाइवेमा रहेको घर हो, राम्रो घर छ। ल, यसको लागि सम्पर्क, सिधा नम्बर चाहिँ मैले तपाईहरुलाई सिधा घरपेटीको नम्बर हालिदिएको छु। तपाईहरुले फोन गरेर केही कुरा अरु जान्न बुझ्न मन लाग्छ भने कल गर्न सक्नुहुनेछ। धन्यवाद। प्लिज लाइक सब्स्क्राइब पनि गरिदिनु होला। धन्यवाद।